हेलो एभ्रिवान, नमस्ते। देख्नुभयो नि है पिके व्लग। आज ढोरपाटनतिर गइरहेछ। यो चाहिँ 2070-69 तिर मैले यसरी सानोमा भारी बोकेर ढोरपाटन गइन्थ्यो। अहिले फेरि त्यस्तै भइरहेछ, टक्क भारी बोकेर। साथमा घोडा पनि छ, घोडाले नि भारी बोकिरहेछ, मैले नि भारी बोकिरहेको छु। घोडालाई मात्र धेरै भारी बोकाउनुहुन्न है, सक्ने जति घोडाले बोकिरहेछ। त्यहाँ बाइक मैले बोकिरहेको छु, बाजेले। हामी चाहिँ महाबसको यात्रा गरिरहेछौँ। के छ त नि गाइस, कस्तो छ अहिले चाहिँ? ठ्याक्कै हामी सिमानादेखि माथि छौँ। अहिले चाहिँ धेरै गाह्रो भइरहेछ है उकालोमा। हामी चाहिँ यस्तो उकालोमा कि यस्तो उकालोमा भारी बोकेछ, त्यस्तै 8-10 केजीको यसो सामान बोकिएछ, गोठमा लैजाने हो है। मामालाई यसो खर्च पानी लगाइदिएको। माथि भामस, त्यहाँ चाहिँ जिजु बाजे बसेको पहिल्यैदेखि। म त्यहाँको भ्यू पनि खिच्न सक्छु भोलि। अहिले चाहिँ मैले दोकोमा भारी बोकिरहेको छु। हामी चाहिँ निसी खोलाको हावापानी खाएको नि त गाइस। यस्तो सामान्य 8-10 केजी त बोकिन्छ कि है। तर हल्का यसो पहिले जस्तो हुँदो रहन्छ, सास भरिरहेछ। घोडा चाहिँ घोडा हो कि, हेर्नु न, घोडा उठ्न भागिरहेछ। मलाई चाहिँ यो दोकोको भारीले जिताइरहेछ। पानी नभएको, अब यो बाटोको पानी खाइदियो यार। चाहिँ त्यो सिमाना है, त्यहाँदेखि कमसेकम आधा घन्टा जति हिँडेर यहाँसम्म आइयो। अझै यहाँदेखि उकालो माथि धुरी जानुपर्छ। त्यो धुरीको पछाडि महाबस भन्ने गोठमा गइन्छ। उकालोमा है रुखहरू हेर्न सक्नुहुन्छ। यो ठाउँ चाहिँ एकदम रमाइलो लाग्दो छ है। यहाँ चाहिँ विशेष हाम्रो लोकल भाषामा ढोकायो साग, रानी साग भन्छ है। अनि भाले च्याउ तन्नै पाउँछ यो एरियामा। सिमाना पातिहाल्ने। अनि यो महाबस यो एरियामा टक्क भाले च्याउ पाउँछ, रातो च्याउ कि। आएर तपाईँहरूले नि खान सक्नुहुन्छ, किन्न सक्नुहुन्छ, आएर अवलोकन गर्ने। तर निसीबासी दाजु चाहिँ सायद यस्तो दोको बोकेर भारी बोकेर जीवनयापन धेरै जसोले गरेको थिएँ। मैले पनि हल्का भोगेको थिएँ। मैले भन्दा बामुमीहरूले धेरै भोग्नु भएको थियो है। हामीलाई यसरी बोकेर भारी बोकेर यस्तो माथि काँधमा चढाउनु हुन्थ्यो कि, मलाई अलिअलि याद छ। तर आज मैले पनि धेरै महसुस गरेँ नि त यस्तो भारी बोकेर। दुःख चाहिँ हाम्रो निसी होला, निसी पासो बासिन्दाले धेरै दुःख पाए। अहिले चाहिँ रोड गइरहेछु माथि। अहिले चाहिँ ठ्याक्कै हामी महाबस फाटिहाल्ने धुरीमा आइयो है गाइस। यहाँ चाहिँ बबाल छ कि यस्तो सुटिङ गर्ने यार।
हो जताततै हरियाली अब भोलि चाहिँ त्यो ढुङ्गामा जाने हो माथि हामी चाहिँ अब है लगत्तै मावस आइसक्यो हाम्रो इन्डिङ यहीँसम्म गुटु गोठतिर हो मामाको गोठ त्यहाँ हो हामीले खर्च पनि त्यहाँ लिएर आएको गाइस भैँसी झरिरहेछन् यो ठाउँ चाहिँ बबाल छ यार या बबाल छ बबाल अगाडि माइजू हिँडेको हुन्छ है माइजूसँग भारी साथीको उकालोभरि मैले बोकेँ ओह्रालो पनि फेरि माइजूले सहयोग गरिदिनु भएको छ मलाई यहाँ गोठ छ यस्तो काठको गोठ एकदमै टक्क लगाएर यही हो हाम्रो हजुरबाहरूले पहिले यहाँ गाई भैँसी तनक्क पाल्नुहुन्थ्यो कि आजभोलि त्यस्तो पहिलेको जसरी छैन हल्का फुल्का थोरै फाल्छ कि राम्रो चाहिँ रहेछ म सानोमा त्यही 8-9 वर्ष हुँदा बाजेसँग पछ्याएर आउँथेँ पुसाइसँग आएको थिएँ कि म आउँदाखेरि यो थोला यसलाई फेरि हाम्रो लोकलमा थोला भन्छ थोला हलले कि अनि यसमा हराएको कि यति अग्लो हुन्छ कि यो है साउनतिर ल मामा गोठ चाहिँ त्यही हो हेर्न सक्नुहुन्छ हामी त्यो धुरीदेखि आयो है ल माथि चाहिँ त्यो त्यहाँदेखि चाहिँ माछा पुछेर हिमालहरू देखिन्छ भोलि चाहिँ हामी माथिको बुकी जानेछौँ बाजेहरू पहिले भैँसी तन्न पाल्थे कि टक्क लाएर पुरानो गोठ त्यहाँ एकजना बाजेको थियो त्यो भट्किसक्यो उता माथि सार्नुपर्छ यो बाख्रा गोठ यो भैँसी गोठ गाई गोठ भैँसी गोठ अब फाइनल्ली गाह्रो पनि भइरहेछ रमाइलो लाग्यो नि भइरहेछ है यस्तो स्विजरल्यान्ड जस्तो छ है हाम्रो गोठ ल हामी आयौँ फाइनल्ली गोठमा यो रुख चाहिँ जमानैदेखि यत्रै छ ठुलो पनि हुने सानो पनि हुने यहाँ चाहिँ पहिलेदेखि बाजेहरूले तन्न भैँसी बाख्रा गाई है यस्तो पाल्नुहुन्थ्यो यार अहिले सुनसान छ फर्स्ट गोठमा चाहिँ आज मामा आउँदै हुनुहुन्छ अनि यसमा बाख्रा अहिले चाहिँ म ठ्याक्कै माबसमा आइयो भैँसी लिएर भैँसी गोठमा आइयो यस्तो रमाइलो छ यार महाबस बुकीमा जताकतै हरियाली बुकी घाँस यिनी भैँसी सब ब्याउने भैँसी हो नै हाम्रो अब साउनभर ब्याउँछन् अब एउटा असारमा छ एउटा साउनमा छ टक्क दुधमै त खोला बग्छ यार 1-2 महिनापछि त बबाल हेर्नुहोस् के बबाल छ यार बबाल
ठाउँमा यो कि बबाल गोठालो जाँदा लागेको माया निष्ठुरीलाई। तर म गायक होइन, तर चाहिँ मलाई कस्तो लाग्यो भन्दा यस्तो हरियाली जता यस्तो है समान ठाउँमा आउँदाखेरि यसो गाउनु मन लाग्यो कि। यस्तो सुन्दर वातावरण छ। कुन पारा हो मामा? बान्ने हो? गाई यहाँ बसेका छन्। यता भैँसी छ, यता घोडा, यता हाम्रो मामा हुनुहुन्छ। यो चाहिँ हाम्रो मावसको गोठहरू ल यस्तो हरियाली चाहिँ माथि फेरि यसो बादल लागिरहेछ है लेखमा बुखीमा। कस्तो बवाल छ रमायण। मलाई यस्तो लाग्छ कि यहीँ आनन्द यस्तो ठाउँमा यार स्वर्ग जस्तो क्या यो ठाउँ। स्वर्ग जस्तो आहा के मजा आउँछ यार यहाँ बवाल छ। अब एक महिनापछि यहाँ सब ऊ आउँछ नि गोठालाहरू है। यो गोठ पनि खाली छ, त्यो गोठ नि खाली छ, यो गोठ नि खाली छ। त्यहाँ चाहिँ आज मामा आउनुभयो, मामा धोरपातनबाट आउनुभयो। हामी निसीबाट हामी त्यो ढुरी काटेर आयौँ। मामा चाहिँ त्यो तल धोरपातनदेखि आउनुभयो उकालो, हामी उकालो चढेर ओह्रालो आइयो। ल गाइस अब यस्तै यो लिएर म तपाईँहरूको माझमा आउँछु। माया सपोर्ट साथ सपोर्ट दिनु होला है। यो कस्तो यस्तै हो। एकचोटि म चस्मा लगाइदिन्छु है। कस्तो देखिरहेको छु यार। यहाँ स्वर्ग जस्तो ठाउँ छ। म यार अलि मोबाइल छान्ने भ्याउँछु, एकदम चिसो छ कि एकछिनै जान्छ यार। चार्जको लाइन पनि छैन यहाँ। कस्तै छ ल। ओके बाई।